बुढी के लिएर आइदिएको भाइ मलाई के ल्याउने हो र बिहानदेखि काममा गरेर आएको मान्छे राति हुँदो होइन मलाई केही न केही त ल्याइदेखा है त्यहाँ मैले देखिसकेँ त्यहाँ केही न केही चाहिँ छ है मेरो लागि आज के हो भन पहिला के हो आज के छैन बिहानभरि काममा गयो दिनभरि काममा गयो राति हुँदो सब बन्द हुन्छ अनि एउटा रोज चाहिँ ले टुक्लुक्क दिने माथि होइन ह्यापी बर्थडे टु यु ओ ल सरप्राइज सरप्राइज ल सरप्राइज ल भन्न यो रोज पसल खुलेको रहेछ यति थ्याङ्क यू अब अरू के छ हेरौँ मेरो बुढालाई अरू त अब के पाउनु यसलाई एउटा चक्लेट लिएर आइदिएको छु तपाईँलाई मनपर्ने अनि मोन्स्टर अनि त्यसपछि अब चुरोट यति भएपछि तपाईँलाई लाखको बराबरको गिफ्ट जस्तो भइहाल्यो नि त यति भएपछि त संसारै भुलिन्छ होइन र यति भएपछि पुगेन त बर्थडे ल अनि यसो घाँटी भिजाउने चिज चाहिँ यसो भेटिन घाँटी भिजाउने चिज भेटिन चिकन लभरलाई लिएर आइदिएछु दुईटा रेडको चिकन थामी चिकन रेडको लिएर आइदिएछु अन्न यो पनि रहेछ यति राति हुँदो यति हो ल अनि एउटा सानो केक लिएर आइदिएको छु केकै पाएन बुढाबुढी भएर काटौँ ल थ्याङ्क यू ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु 1 वर्ष बुढो हुनुभएकोमा बधाई छ थ्याङ्क यू ल यतिखेर भयो आउँदाखेरि अचम्मको बर्थडे भयो ल थ्याङ्क यू ल थ्याङ्क यू छैन केही पाएन के पाउने थ्याङ्क यू फर सरप्राइज मी थ्याङ्क यू बुढी आई लभ यु पुप्पा आश गरेर त्यहाँ ढोकामा चियाएर बसेको के लिएर आइदिन्छु भनेर अन्ताको हो मलाई थाहा थियो क्या